कतिपय मानिसहरूको आफ्नो निजी स्कुलहरू होलान्, निजी कलेजहरू होलान्, त्यसलाई राम्रोसँग सञ्चालन गर्नको निम्ति त गरिरहेको छैन भन्ने प्रश्न पनि उठ्छ। त्यसैले आन्दोलन आफ्नो ठाउँमा छ, तर जायज मागहरू पुरा गर्ने र कानुन यति दिनभित्र बनाइदिनु भनेर भन्नु त्यो उचित चाहिँ होइन। अर्को कुरा, अहिले शिक्षक सङ्घको कुरा उठिराखेको छ, शिक्षक आन्दोलन चलिराखेको छ। हेर्नुहोस् है, एसईको परीक्षाको छँदैछ, कापीहरू जाँच्ने विषय, विद्यार्थी भर्नाको स्थिति छ। त्यस्तै 12 कक्षाको परीक्षा अब 11 गतेबाट सुरु हुँदैछ, 12 गतेबाट भनिसकेपछि अहिले के हुन्छ? यो हामीले त भन्यौँ नि, यस्तो खालको आन्दोलनहरू लम्बेटान हुँदै गयो, भोलि भविष्य बिग्रियो भने कसको? होइन, 5 लाख विद्यार्थीहरूको, त्यति मात्रै होइन, सबैतिरका विद्यार्थीहरूको त्यो प्रभावित हुने विषय हो नि। तर अहिले नै बनाउनुपर्छ, भोलि नै बनाउनुपर्छ कानुन भन्यो भने कानुन भनेको कुरा अब कति साथीहरूलाई थाहा छ कि छैन? आफ्नो प्रक्रिया हुन्छ नि कानुन निर्माण गर्ने। त एउटा कानुन निर्माण गरेर अहिले कानुन बन्दैछ, 28 सालपछि कानुन बन्दैछ शिक्षा हैन। आजको आज बनाएर भोलि नै संशोधन गर्न सकिन्छ? सम्भव छैन नि। त्यसका त्यो प्रक्रियागत रूपमा अहिले छलफल चलिरहेको छ। बरु कुन कुन कुरा पेशागत हितको निम्ति हो, ती पेशागत हितको कुराहरू ल यो सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा गएको भए सहज हुन्थ्यो। अहिले के भइदियो भन्दा मूलतः यिनीहरू अहिलेको मागहरू हामी यसो हेर्छौँ, पेशागत मागकोमा हाम्रो भन्नु केही छैन। तर संवैधानिक विषयमा भन्यो भने स्थानीय तहको अधिकार खोज्नकै निम्ति मुख्य मागको रूपमा अगाडि बढाइरहेका छ। अस्ति एकजनाले भने फिर्ता लियो भने आधिकारिक वक्तव्य देखाउनुहोस् है। एउटा पत्रिकाले लेखेको भरमा फिर्ता लियो भन्न सकिँदैन। मुख्य मागकै रूपमा त्यो आइराखेको छ। किन त्यस्तो भन्न सकिन्छ भने काङ्ग्रेस, एमाले, माओवादीकै भातृ सङ्गठनहरू अहिलेका शिक्षकहरू, अरू पनि छन्, मूलतः यी 3वटा दलका शिक्षक सङ्गठनहरू हुन् नि। ल मानिलिउँ, शिक्षकहरूले आन्दोलन गरेर भने जस्तै एउटा शिक्षक दिइदियो भने भोलि निजामती कर्मचारीहरू उठ्छन्, निजामती कर्मचारीले भने जस्तै ऐन बनाइदिन्छ, भोलि सेनाहरू उठ्छन्, छन् नि थुप्रै। अनि त्यस्तै बनाउँदै जाने हो भने अनि राज्य कहाँ पुग्छ? त्यसैले देशको आवश्यकता अनुसार काम गर्ने शिक्षकहरूको त्यो वातावरण बनाइदिने काम त सरकारकै हो, यसमा कुनै भन्नु छैन। सरकारले यो मागहरू पुरा गर्न सकिन्छ, यति समयभित्र यसरी कानुन बनाउन सकिन्छ भने एउटा प्रतिबद्धता जाहेर गरेर अगाडि बढेको भए सहज हुन्थ्यो। नत्र अब 12 गते सुरु होला, त्यसको प्रक्रिया त छँदैछ नि, हामीले थाहा नभएको होइन, त्यसको समितिमा जानु पर्दैन। अहिले एउटा उदाहरण मात्रै दिउँ न, हाम्रो खपो विश्वविद्यालयको संसदसम्म पुर्याउन कति समय लाग्यो हेर्नुहोस् त। अहिले हाम्रो खपो विश्वविद्यालयको विधेयक धेरै पटक प्रस्ताव भयो, छलफल भयो, समिति गठन गर्यो, त्यो समितिले निर्णय गर्यो, त्यसपछि कानुन समितिमा गयो, त्यहाँबाट स्वीकृति, त्यसपछि एउटा आर्थिक समितिमा गयो, आर्थिक मन्त्रालय गयो, त्यहाँ पनि गयो, त्यसपछि गएर कहाँ गयो? क्याबिनेटमा गयो। अहिले क्याबिनेटबाट माथि भनेर त्यहाँको संवैधानिक के समिति रहेछ, त्यो विधान समिति, त्यहाँ गएर अर्किराखेको छ ल प्रवेशसम्म गर्नको निम्ति। त्यसले कानुन भने चाहिँ हतारमा बनाएर छिटो पछुताउने काममा लाग्नु हुँदैन। बरु कुन कुन चिज चाहिन्छ लिपिबद्ध गरेर यो कुरा भयो भने व्यापक शिक्षकहरूको हित हुन्छ, पेसागत हितको निम्ति यो काम गरे हुन्छ र शैक्षिक स्तर विकास गर्नको निम्ति हामी यसरी सहयोग गर्न सक्छौँ मा गएको भए राम्रो हुन्थ्यो। नभए अहिले के भयो भने देशभरिको सबै बन्द छ। 36 सालमा हामी सबै होइन आन्दोलनमा, त्यो 1 वर्षको कारणले गर्दाखेरि कति विद्यार्थीहरूको भविष्य बिग्रेको छ हो। त्यसबाट शिक्षा लिएर यही भक्तपुर होला नि, सबभन्दा यो 10 वर्षसम्म सशस्त्र सङ्घर्ष भनेर माओवादीले जनयुद्ध भनेर गरिएको समयमा पनि कहिल्यै बन्द नभएको ठाउँ हेर्ने हो भने भक्तपुरै छ। त्यसको परिणाम आज देखियो नि। देशका सबभन्दा राम्रा विद्यार्थी कहाँ छ भने भक्तपुरका इन्जिनियर बनेका त्यस बेलाका मान्छेहरू त अहिले इन्जिनियर बनिसकेका छन्। त्यो बेला हामीले अरू ठाउँमा जस्तै बन्द हडताल तोडफोड गरिदिएको भए के हुन्थ्यो? यहाँ पनि त तोडफोड गर्न आएको थियो नि। तपाईँले क्लास लिनुहोस्, हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई मार्क्सवाद सम्बन्धी क्लास लिनुहोस्, माओ विचारधारा सम्बन्धी लेनिनवाद सम्बन्धी क्लास लिनुहोस्, तपाईँहरूले बन्द गर्न पाउनुहुन्न भने क्लास लिन्छु भनेको छ। विद्यार्थीले प्रश्न गरेको छ, भागाभाग भएको छ, केन्द्रको लिएर आउँछु भनेको छ, अर्को दिन भागाभाग हुँदा आखिर ल भक्तपुरमा हामी आउँदैन भने छोड्नुपर्ने परिस्थिति आयो नि। त्यस पछाडि कहिले पनि यहाँ बन्द भएन हेर्नुहोस् है। त्यो पनि एउटा दुईवटा क्लासमा माओवादीहरू आएर क्लास लिन लगायौँ नि हामी। ल क्लास लिनुहोस् तपाईँहरूले जुन विषय क्लास लिने हो विद्यार्थीले प्रश्न गर्छन्, बुझ्छन्, ठिकै छ, तर क्लास चाहिँ हामी बन्द गर्दैनौँ।
भनेपछि 2-4 ठाउँमा अलमल भइसकेपछि ल भक्तपुरका विद्यार्थीलाई अब हामी आउँदैनौँ भनेरै छोडेर गएको हो नि यो भक्तपुरमा। त्यसपछि त कहिले केही भएन। आज कति वर्ष भयो? 20 वर्ष। त्यसबेला नर्सरी पढेकाहरू सम्भवतः अहिले इन्जिनियर बन्दैछ। देशकै सबभन्दा उत्कृष्ट इन्जिनियर त्यतिकै तयार भएको होइन। हेर्नुहोस्, देशकै हरेक क्षेत्रमा यहाँ भक्तपुरका विद्यार्थीहरू अगाडि बढ्नुको कारण त्यतिकै तयार भएको होइन। त्यसैले यो सारा शिक्षालाई हामीले बन्द गर्यौँ भने यो अहिले पढेका पुस्ताहरू पहिलो कुरा समस्या हुन्छ। दोस्रो कुरा, मजाले पसल थपेर पसेका स्कुलहरू छन् नि, सब ती स्कुलहरूमा जानेछन्। अनि हामी सामुदायिक शिक्षालाई बलियो बनाउनु पर्छ, सामुदायिक शिक्षा राम्रो बनाउनु पर्छ भनिराखेका छौँ। सामुदायिक शिक्षाप्रति विश्वास गर्ने काम हामीले गऱ्यौँ भने के होला? त्यसकारण हामीले भक्तपुरका शिक्षकहरूलाई भनेका छौँ, त्यो नैतिक रूपमा समर्थन गर्नुपर्ने आफ्नो ठाउँमा छ, गरौँ। तर शिक्षक बन्द गरेर विद्यार्थीको भविष्यमा खेलबाड गर्ने काम चाहिँ नगर्नुहोस्। हामीले त्यही भनेका छौँ। त्यही आधारमा अहिले भर्नाको पनि साथीहरूले बिस्तारै भर्ना लिने पनि काम गर्नुभएको छ। गर्नुपर्छ। विद्यार्थी एकजना मात्र बाहिर गएछ र केही भएको रहेछ भने के हुन्छ? कति पैसा खर्च हुन्छ? त्यसैले कतिपय कुराहरूमा हामीलाई त्यो पनि शङ्का लागिरहेको छ। कतिपय मानिसहरूका आफ्नो निजी स्कुलहरू होलान्, निजी कलेजहरू होलान्, त्यसलाई राम्रोसँग सञ्चालन गर्नको निम्ति त गरिरहेको छैन भन्ने प्रश्न पनि उठ्छ। त्यसैले आन्दोलन आफ्नो ठाउँमा छ, तर जायज मागहरू पुरा गर्ने र कानुन यति दिनभित्र बनाइदिनु भनेर भन्नु त्यो उचित चाहिँ होइन। हेर्नुहोस् है,